केरो आलुको झोल भनेर अन्डरस्टिमेट गर्नुहुन्छ भने तपाईले एक्चुअल धराने थुक्पा टेस्ट गर्नुभएकै छैन। सुरुमा हामी एउटा प्रेसर कुकर लिन्छौँ। भेजिस फ्राई गर्नको लागि अलिकति तेल, भिजाको चना केराउ र काटेको आलु राखिदिने, थोरै बेसार, टेस्ट अनुसार नुन, थोरै मसला राखेर यसलाई हाई हिटमा फ्राई गर्ने। अब सुपको लागि चाहिने जति पानी र लास्टमा टमेटो प्युरी वा काटेको गोलभेडा राखेर यसलाई हामी कुक गर्छौँ 4 देखि 5 सिटी। हामीले युज गरेको यो प्रेसर कुकर चाहिँ फेमसको हार्ड एनोडाइज प्रेसर कुकर हो। यो प्रेसर कुकरलाई स्वास्थ्यको लागि पनि कन्भेन्सनल एल्युमिनियम प्रेसर कुकर भन्दा बेटर मानिन्छ भने फेमस ब्रान्ड भएको हुनाले कस्ट पनि एकदमै एफोर्डेबल हुन्छ। यहाँले यो प्रडक्ट फेमसको पेज वा डिलरशिपबाट पर्चेस गर्न सक्नुहुन्छ। 4-5 सिटीपछि हाफ जति गेडागुडीले हामी म्यास गरिदिन्छौँ। टपिङको लागि चिकन म्यारिनेट गरेर रातो हुने गरी फ्राई गर्छौँ। धराने थुक्पाको नुडल्स पनि चाउमिन भन्दा फरक हुन्छ। काठमाडौँमा चाहिँ यहाँले किमा नुडल्स युज गर्न सक्नुहुन्छ। सर्भ गर्दा चाहिँ एउटा बलमा नुडल्स र त्यसमाथि हाफ लेमन स्क्विज गर्ने, नुडल्स कभर हुने गरी सुप राख्ने र त्यसमाथि चिकनले टपिङ गरिदिने, माथिबाट काटेको प्याज, धनिया र हरियो खुर्सानी, त्यसपछि सबैभन्दा स्पेशल थुक्पाको अचार